ल माछा नि खाँदैन पुरानो हाम्रो खाना होटलमा गएको बेस्ट प्लेस केटाहरू अनि हाम्रो यो ठाउँबाट नि यो लोकेसन चाहिँ होइन अरुणको यस्तो देखिएको छ क्या यस्तो लोकेसन होइन आज त्यही भएर अघि सुबेले भात दिएर खान्छु भनेको कारण यही हो क्या किनभने यस्तो लोकेसनमा त भात आउनु नष्ट खाइहाल्छ जोगाले पुरै इन्स्ट्रक्सन दिइरहेको छ होइन यहाँको लोकल के कता के हो भनेर यो चाहिँ लेगुवामा भएको अरुणको पुल यो पारि खाँदबारी हो यता माथि लेगुवा घाट यो हाम्रो केटाहरू पुरै टेम्पोमा मजाले है आइरहेको छौँ ल केटाहरू है अनि हामी यता जाने हो यता चाहिँ भोजपुर हो अनि यो अरुण नदी यस्तो मजाले शान्त भएर बगिरहेको छ हामीले लास्ट इयर ऊ त्यहाँ पर नुहाएको हो अरुणमा अब हामी यो बाटो जान्छौँ अरुण तरेर यता भोजपुरतिर यो डाँडो यता गयो भने चाहिँ पारि हातबारी पुगिन्छ हामी लास्ट इयर गएको थियौँ र यही एम रिप्री हाम्रो यात्रा एकदम कन्टिन्यू छ अब हामी पुग्नुपर्ने चखेवा चाहिँ अब बेलुका 6 बजीतिर पुगिन्छ होला किनभने यहाँबाट लगभग 100 किलोमिटर एराउन्ड छ अझै अब अहिले बजेको छ 1 अब हामी घुम्दै जाने हो त्यति टाइम लाग्छ होला अब हामी चाहिँ फेरी बजार लेगुवाको पुलपारी यहाँबाट भोजपुर चाहिँ 65 किलोमिटर अनि भोजपुरबाट हामी चाहिँ भोजपुर क्रस गरेर उता जाने हो माथि हेर्दाखेरि कस्तो ठुल्ठुलो पाहाड देखिन्छ यहाँबाट चाहिँ पाहाड चाहिँ राम्रो तर पाहाडको हाइट चाहिँ देखिएन है यता चाहिँ यो फङ्डी ग्याङ हो है फङ्डी ग्याङहरू छन् यहाँ अहिले चाहिँ हामी लेगुवाको घाटबाट 10 किलोमिटर उकालो माथि जराटार आइपुग्यौँ केटाहरू अब हामी चाहिँ यहाँ मेरो फर्स्ट है यो ल यसलाई के अरे रोटी पिङ खेल्न आएको हेरौँ डर लाग्छ होला हेरौँ तिमी फर्स्ट ट्राई केटाहरूको पिङ खेला कन्टिन्यू छ फर्स्ट एक्सपिरियन्स रोटी पिङ जेले पुरै अपरेसन गरिरहेको छ यहाँनिर है अपरेसन इन्चार्ज मजा छ ल अरे यो सुभाष पाठक भन्ने मान्छे यसले चाहिँ रजनीगन्धा खोसेको होला मकै मुर्किया यस्तो रजनीगन्धा खाइरहेको छ अरे जोगे अब लगभग 1-1.5 घन्टा हिँड्यो होला हामी लेगुवादेखि केटाहरू यहाँनिर यस्तो मस्तमा छ यहाँ यस्तो पानीको व्यवस्था रहेछ यो पानी खाउँ भनेर पनि बस्यो क्या हामी ल अब यहाँबाट एराउन्ड 40 किलोमिटरमा हो भोजपुर हामी भोजपुर बजार घुम्छौँ त्यसपछि हामी जान्छौँ वहाँ चकेवातिर जान्छौँ जोगे अनि रजनीगन्धा आरजेको के छ अवस्था खपत कति भइरहेको छ आरजी सकियो सिधै सुबाई अहिलेको अनि अब एउटा खपत त अहिले चाहिँ हामी अब भोजपुर आइपुग्न आँट्यौँ यहाँ बिचमा यस्तो रहेछ है ठुलोलाई के भन्नु झर्ने होला यो कि खोला आएको हो है एकदमै भयङ्कर क्या यस्तो ठुलो साउन्ड आइरहेको छ नि यसको त्यस बाटोमा अल्छी लागिरहेको थियो यस्तो भ्यू देखियो ल यहाँ एकदमै घुम्ने मान्छेहरू आउनु रहेछ सुभाष पाठक पुरै यस्तो इन्जोय गर्न जाँदैछ यस्तो हो ल यसले के गर्न आँट्यो अब अरे खैरेको ताल देखाउँछ अरे यसले त अर्को चाहिँ यहाँ चढ्दैछ म पनि आएँ त्यहाँ रेडी ल एट लास्ट दिनभरिको यात्रापछि है पुरै यो पनि दुखेको छ यो के अरे अटोमा कुदेर अनि हामी लगभग 5 घन्टा जति अटोमा हिँडिसकेपछि हामी चाहिँ भोजपुर बजार जस्तो आएका छौँ यो चाहिँ यता हामी जाने बाटो यो हो हामी आएको बाटो त्यो अनि हामी आएको बाटो यो हो है उता परतिर चाहिँ भोजपुर बजार पर्छ एकदम यो झन्डै झन्डाको चोक रहेछ इभिनिङको टाइम है सन सेटिङतिर गइरहेको छ तर हुँदै त्यो
घमाइलो पन्ध्र त्यो चिसो हावाको मिश्रणले गर्दाखेरि जिउमा चाहिँ एनर्जी आइरहेको छ र अब चाहिँ एकछिन हामी यहाँनिर भोजपुर बजार घुम्छौँ र हाम्रो यात्रा आजको अझै पनि बाँकी छ। त्यसपछि हामी चाहिँ लगभग 1-1.5 घन्टाको बाटो चाहिँ अब फेरि यात्रा तयार गर्नु छ। एकछिन खाजा खान्छौँ, भोजपुर बजार घुम्छौँ र हाम्रो यात्रा अगाडि सुरु गर्छौँ। त्यसैले आइफोनले खिचौँ न। भोजपुर बजारको यो झन्डा चोक रहेछ। यता चाहिँ यो बाटो चाहिँ भोजपुर बजार पुग्छ। हामी चाहिँ यो बाटो आएको एकदमै पुरै क्या रमाइलो दिन क्या है छ। बजार चाहिँ यता छ, बजार चाहिँ यता छ क्या खास। अब हामी यो बाटो जान्छौँ है, अलिकति यो बाटो जान्छौँ। यो एकदमै तिहार लागेको हुनाले होला एकदम बाउरे क्या केटाहरू पुरै भोकले चुर भएर है मलाई छोडेर हिँड्दैछन् यार। कहाँ गयो यार यो? ओए के हो यार तिम्रो साथीभाइको के मतलब छैन यार? ल रे सुबे तँ किन आएको? भोकले ल के खाने नि? के चाहिँ प्लान? भोकमा उसको लोकल सुकुटी तेरो फेभरेट आउँदैछ हो सुकुटी ठिक छ। अनि के छ केही नखाने हैन। तिमीलाई आज के आरोप लाग्यो अरे? यसले के आरोप लाग्यो? यसले रियल हो के आरोप लगाउनु साला प्लेनको टिकट कटाएछ। अब हामी चाहिँ भोजपुर बजारमा खाजा खाएर चाहिँ अब यहाँको यात्रा सुरु गर्छौँ। हाल यस्तो हालतमा साथीहरू Det är sant! Nej då! Ni pappa är icke umulig. Nej då! Du och mamma finner icke någon ny pappa som jag är. आज खुवाइदिएर हो। Docker finner icke som pappa jag är. Jag är the best pappa. हामी चाहिँ हाम्रो होमस्टेमा आइपुग्यौँ। 7:30 बजेको छ है। यति ढिलो आइपुग्यो, आउँदै ढिलो भयो। तिनीहरू आएर पुरै रेस्टमा छन् है। यो हाम्रो होमस्टे। भोलि यहाँदेखि हाम्रो ट्रेकिङ सुरु हुन्छ। अनि त्यसपछि म यसको बाहिरको भ्यू अलिकति थोरै देखाउँछु। मेरो के छ पार्टनर यहाँनिर गफ गर्दै होला कतातिर यसले गफ गरिरहेको छ है। यो चाहिँ तलको हाइवेबाट हाइवे भोलि बिहान अलिकति खिचौँला। त्यो हाइवेबाट चाहिँ अलिकति हल्का उकालो आउनुपर्दो रहेछ। एकदम अँध्यारो भयो। यसको सौभाग्य पाउने म पनि एउटा पात्र हुँ। मेरो नाम चाहिँ सुभाष हो। सो यो चाहिँ हाम्रो गोठेसिङ होमस्टे है। अनि त्यसपछि जस्ट आइपुग्यौँ, इभिनिङ भइरहेको छ। केटाहरू पुरै फ्रेस हुँदैछन्। गोठेसिङमा छु। यो चाहिँ मेरो नितो साथीसँग म पनि आएको छु यार। आएको छ यार। लकिली अनि तेरो नि अनि तेरो आजको ब्रिफली आजको डे समराइज गर्दा यहाँसम्म आइपुग्यो। बिहानको त्यहाँदेखिको यात्रा र यहाँसम्म यहाँ आइपुग्नुसम्म त्यो गाडीमा क्रेजी सबलाइम के भन्ने मसँग शब्दहरू छैन। तर आई थिङ्क मेरो 10 वर्ष पछिको एकदमै रमाइलो मोमेन्ट। म के चाहन्थेँ भने यो सबै जर्नीमा यी सबै कुराहरूलाई म सङ्गालौँ, म समेटौँ, बिर्सी पो जान्छु कि भनेर कति बेर पनि एक चुप लागेर मनमा बस्दै आएँ। म धेरैभन्दा धेरै यो समय सङ्गाल्न चाहन्छु किनभने मैले यो लामो समयपछि पाएको साथीहरूसँग यो ठाउँमा गोटेसिङमा आउन पाएको। थ्याङ्क गड। अनि त्यसपछि अब जुन मजा छ नि राति हामीले देखेनौँ यसको भ्यू र ब्युटी चाहिँ भोलि बिहान। एन्ड वी प्रे गड द्याट टुमोरो विल बी अ भेरी के भन्छ त्यसलाई अ सन्नी डे। I can't wait.